नमस्ते। हाम्रो अटिजम भएको बच्चाको प्यारेन्ट्सहरूलाई यो खुसीको खबर सुन्नुभयो कि सुन्नु भएन कि अप्रिल 2 मा जो हाम्रो अहिले नेपालको नयाँ शिक्षा मन्त्री जुन सस्मित पोखरेलजी हुनुहुन्छ, उहाँले चाहिँ एउटा अनाउन्समेन्ट गर्नुभएको छ आफ्नो फेसबुक पेजद्वारा कि जति पनि नेपालमा जति पनि अटिजम बच्चाहरू या स्पेसल बच्चाहरू छ उनीहरूको लागि एउटा स्पेसल स्कुलहरू उहाँले खोल्ने भनेर जुन एनाउन्समेन्ट गर्नुभएको छ, एकदमै खुसी लागेको छ यो एनाउन्समेन्ट सुनेर। ठाउँमा पोजिसनमा एउटा राम्रो मान्छे पुग्यो भने चाहिँ के हुन्छ है, अब चाहिँ देश परिवर्तन हुन्छ है भन्ने चाहिँ एउटा होप जागेको छ। म पनि एउटा अटिजम बच्चाको प्यारेन्ट्स हो, मेरो पनि बच्चामा अटिजम छ। सो त्यही भएर म कनेक्ट हुन सक्छु कि हामी अटिजम भएको बच्चाको प्यारेन्ट्सहरूलाई कति कुराहरू हामीले फेस गरिराख्नुपर्छ भनेर होइन। अब त्यो सोसाइटीले गर्ने कुराको त्यो फेस गर्नु त्यो छुट्टै छ है, त्यो भनेर छुट्टै हो। अनि अर्को भनेको हाम्रो बच्चाहरूको लागि एउटा हुन्छ नि, स्कुलहरूले पनि एडमिसन दिन खोज्नु हुँदैन है। अब राम्रो स्कुलमा राखौँ भने राम्रो स्कुलले एडमिसन लिन खोज्नु हुँदैन। एडमिसन इफ लिनु भए पनि उहाँहरूले अरू स्टुडेन्टको भन्दा डबल नै उहाँले हामीलाई फ्री भनिदिनुहुन्छ है। अब सबैले दिन सक्ने त हुँदैन नि, सबैमा हुँदैन, पैसा भन्ने कुरा सबैसँग त हुँदैन। अब हुनेले त गर्नुहुन्छ, नहुनेले के गर्ने त, नहुने प्यारेन्ट्सले के गर्ने त आफ्नो बच्चाको लागि होइन। उनीहरूले त पढाउनुहुन्छ अनि हामीलाई पनि थाहा छ थेरापीको कति धेरै महँगो छ। अनि प्लस तपाईँको स्पेसल स्कुलमा हाल्नुहोस्, स्पेसल स्कुलको तपाईँको मन्थली फी नै कति महँगो छ। त्यसमा तपाईँले फेरि हुन्छ नि थेरापी एड गर्नुपर्छ, तपाईँको बच्चामा कुन चाहिँ थेरापी गर्नुपर्छ भनेर त्यो पर सेसनको पनि कति कस्ट छ त्यो त तपाईँहरूलाई थाहा नै छ, मैले भनिराख्नु पर्दैन। ल अब चाहिँ हाम्रो लागि चाहिँ केही खुसीको खबर आएको छ है हाम्रो बच्चाहरूको लागि। सो